ने ये 48 घंटा के मुहूर्त हमरा द्वारा सरकार के दिए कि सरकार के आंख में पानी है कि नहीं 82% हिंदू के वोट लेके वास्तव में सरकार के आंख में पानी है हिंदू ला कि नहीं द्वारा हम सब 48 घंटा के मुहूर्त देखिए सरकार के यदि 48 घंटा भीतर यो सरकार ले के छानबीन गर्न सकेन भने निष्पक्ष छानबीन हुन सकेन भने हामी सनातनी आफै अब न्यायको लागि रोडमा उठ्नुपर्छ भने रोडमा ल्याउला जहाँ पायो त्यही पाउला जहाँ पायो मदरसा छापरले त्यही छप्काउला अरु कुनै विकल्प छैन किनभने तिनीहरूले प्लान बनाएर मदरसा छापरले मदरसाबाट 60-70 जनाको झुन्डमा आएर जसरी 10 जना निहत्था सनातनी भाइहरूलाई आक्रमण गरेको छ र बत्ती काटेर त्यहाँको स्टुडियोले सोच्दाखेरि कसले गोली चलायो भने त्यहाँको स्टुडियो मलाई थाहा छैन भने त्यो स्टुडियोलाई म भन्न चाहन्छु तिमी के गर्न बसेको रे त्यहाँ दाल भात खान बसेको हो सबै थाहा छ हामीलाई के थाहा छ छैन भने तिमीलाई पैसा खुवाएको हो दाल भात खाएर बसेको होइन नोटको गड्डी खाएर बसेको त्यही भएर तिमीलाई केही देखेन यदि नोटको गड्डी नखाएको भए सबै कुरा देखिन्थ्यो त्यो स्टुडियोलाई त्यो नोटको गड्डी खाएर मात्रै स्टुडियोलाई केही देखेन केही थाहा भएन तर हामी त्यो कुरालाई प्रतिकार गर्दैछौँ यहाँबाट आज 10 जना हिन्दूलाई मारेको मात्र होइन यो 82% नेपालको सबै हिन्दूलाई मारेको यो कुरा स्मरण गर्नुपर्छ सबैजनाले यो कुरा बुझ्नुपर्छ यदि यो कुरा बुझेन भने आज सुनसरीको मारेको हो भोलि धनसामा मार्छ पछि सिंहमा मार्छ पछि फेरि रोहतकमा मार्छ जहाँ जहाँ तिनीहरूको सङ्ख्यक हुन्छ त्यहाँ मार्छ तिनीहरूले कुरा बुझ्नुपर्छ भएर किनभने तिनीहरू इन्सानियत नामको चिज छैन तिनीहरूलाई त्यो दाना भयो मानव होइन दाना भयो कसरी भने तिनीहरूको कुरानमा लेखेको छ जसले मूर्ति पुज्दैछ कोही पनि छ भने काफिर छ त्यसलाई जहाँ पायो त्यही मार्यो भनेको तिनीहरूको कुरानमा तर एउटा सनातनी धर्ममा एउटै प्रत्याशा के छ भने कुनै पनि जातिको छ कुनै पनि धर्मको छ भने हामी सम्मान दिन्छौँ उसलाई कसैले विरोध